5 बजेको छ हैन। सो हामी जाँदैछौँ कम्पनीतिर अहिले चाहिँ। अघि त 7:30 भने नि भनेर भनेको काम भएन, बर्बाद भयो, टेन्सन भयो। जाडो त्यस्तै, ढाड पुरा दुख्यो मेरो त। 5 बजीतिर उठेर मुख धुँदैछ त, काम दाम छैन, कामसाम बनेन, युज गर्दै बस्ने अब। आजको रेसिपी चाहिँ खतरा बनाएको छ हाम्रो युबी सरले। हेलो गाइज, हामी चाहिँ मार्केट गरेर आयो हैन। हेलो सोटी, गुड मर्निङ। साह्रै गाह्रो बनायो त चिसोमा, कम्पनीले कुदाएर अहिले चाहिँ बिहानको 5 बजेको छ हैन सोटी। अहिले चाहिँ हामी कम्पनीतिर लाग्दैछौँ। बिहान बोलाएको छ टिआरसीको लागि। टिआरसीको लागि 3-4 चोटि दिइसक्यौँ। पुलिस चौकी रासन भएको छैन, खै आज हेरौँ के हुन्छ। सो हामी चाहिँ टिआरसीको लागि टक्क। सोल्टी चाहिँ क्या हिरो देखिरहेको छ त्यहाँ बिहान। आज चाहिँ काम बनिन्छ कि। हाम्रो 5:30 चाहिँ बाटो एकदम खाली होइन सोल्टी। चिसो मौसम, हिउँ पर्नु लाग्यो मात्र बाँकी छ यहाँ अहिले। लास्टै चिसो छ, खुल्ला छ बाटो एकदम। सो हामी जाँदैछौँ कम्पनीतिर अहिले चाहिँ। अघि त 7:30 भने नि यति भनेको त नि मैले नि अघि आउँदा भनेको होइन। 7:30 बजी हुन्छ बोलाइरहेको छ भनेर। हिजो चाहिँ 6:30 बजी भन्यो होइन। अनि अघि आउँदाखेरि चाहिँ 7:30 बजी भने क्या, 7 बजी 7:30 भनेको। त्यही भएर त्यो दाइ आएन क्या। त्यो चाहिँ मर्निङ टाइम चाहिँ हुस्से पुरा लागिरहेको छ। दामी हामी चाहिँ ल 5जना साथीहरू आएको थियौँ होइन। जस्ट काम हुन्छ कि भनेर काममा स्टेसन जाने भनेर आज हामी अस्ति 3 चोटि गइसक्यौँ। आज यसो कम्पनी गएर कम्पनीको होइन हामी चाहिँ अब त्यही विचारमा आएको छौँ। अनि हेर्नुहोस् बिहानको मौसम यस्तो छ होइन, टक्क रमाइलो भइरहेछ। जाडो भए पनि अब साथीभाइसँग यसो होइन। ल त धन्यवाद। ग्याङ काम चाहिँ भएन हाम्रो आज, गाह्रो बनायो। हामी चौकी पुगेर आएको, काम हुन्छ कि भनेर भनेको काम भएन, बर्बाद भयो, टेन्सन भयो। लाग्छ साह्रै चिसो छ क्रोसियामा, साह्रै चिसो छ। जाडो त्यस्तै, ढाड पुरा दुख्यो मेरो त। जाडो पनि के साह्रो छ। काम पनि बनेन हाम्रो। साह्रै जाडो भयो। काम खाने हो भात। रोटी गिलो भात खाने कि भातै खाने हो? गिलो भात खाने हो कि भात खाने हो? अब गएर पकाउनु पर्छ झ्याप। युबीले त पकाएको छैन होला, पकाउनु हामीले नै हो। अहिले 10-15 भयो। जेब्रा क्रसिङबाट बाटो टर्न होला छैन नि गाडी त आएको। लाली जो बन्दैछ
टाढा काँडा हरियाली सहरै चहल। अरे युवी तिमी एक्लै छौ त यहाँ त नि? किन बसिरहेको एक्लै? अरे लजाके रे आमा मलाई निन्द्रा लाग्छ। होस् खाँदिन कसले राखेको फेरि त्यो बियर खानु हुँदैन। जाडो छौ जाडो बोस। त्यो कसले राखेको बियर विश्व दाइले मैले राखेको भाइ भनेर भित्र राखिदियो भनेको भए पनि खाइदिन्थेँ म त्यो एउटा, तर छैन। चिसो छ जाडो भयो जाडो जाडो। सुतेर चाहिँ अहिले चाहिँ 5:30 बजीतिर उठेर मुख धुँदैछ त। कामदाम छैन, कामसाम बनेन, मुख धुने बस्ने सुत्ने खाने। दुइसक्यो ऊ गएर खानासाना बनाउने खानासाना खाने ब्लकको सामान लगाएर मुख सुत पनि धुयो। कपाल झरेर चिन्डे हुन लागिसक्यो। कपाल झरेर हेर्नु यहाँ कपाल त फुल पुरै झर्दैन कपाल त। ज्याकेट त लगाउनु पर्यो। हुडी कस्तो ब्ल्याक कलरको हुडी किनेको तातो त तातै छ, तर अलिक भुवा दियादा उठ्यो क्या। त्यही भएर चाहिँ अब तलतिर लागिन्छ, किचनतिर खानासाना बनाइन्छ। केटाहरू के गर्दैछ? बिल बटुल्दै बस्ने अब। युट्युबमा हालेर के हाल्छ पुरा भाइरल भयो प्याज त काटेको छ नि, प्याज चाहिँ काटे। आजको रेसिपी चाहिँ खतरा बनाएको छ हाम्रो युवी सरले। कुक युवी सर हो, एकदम स्पेसल कुक हो नि। मिठो मिठो बनाएर खिलाउँछ, त्यही भएर मोटा होला। इन्डिङ भएपछि यता डोजर के अरे बोइलर सो गाइज हामी चाहिँ अब रातिको 8 साढे 8 जस्तो भयो। खानासाना खायो, मासु भात दह्रो खायो। चिसोमा चिसो चाहिँ लास्टै छ। अनि क्रोसियामा एकदमै चिसो बढ्न थालेको छ अहिले। अहिले चाहिँ दाइहरूले मार्केट जाउन त भन्दै अब यसो मार्केट जानु लागेको राति। अब टक्कसँगले मार्केट जाने हो, आउने हो, अनि गप्प लगाएर सुत्ने हो। साथी हो गाइज हो, गाह्रो छ क्रोसियामा, यस्तो जाडो छ। ड्युटी लागेको छैन, आएको 2 महिना भइसकेको, दुःख छ। सो माई पार्टनर कता गोइङ, माई पार्टनर युवी खड्का। उफ जाडो, यस्तै जाडो छ। फेरि राति फेरि पुलिसले समात्यो भने पो गाह्रो पर्छ त। 1 केजी मासु 2 जनाले खाइदिएको मान्छेहरू त हाँसेर झन्डै बिहोस। यति नगरिकन त हुँदैन नि। मेरो पन्जा पनि थियो, पन्जा एउटा कता पुग्यो त्यहीँ तल राखेको थियो, झरेको पनि छैन तल। कहाँ राख्यो टोली त हाम्रो त सोल्टी आउँदैन त हो, कता गएछ माई फ्रेन्ड? आउँदैछ मेरो साथीको सुकेको जिउ। सो जाडो भयो ल लागौँ ल। साथी पनि आउँदैछ, माई फ्रेन्ड इज कमिङ। सो युवी खड्का वाट्स गोइङ अन? यस बस। मलाई त दिएको छैन त, सोचेर आऊ है ल। हेलो गाइज, हामी चाहिँ मार्केट गरेर आयो होइन। यस्तो भयो क्या आज मार्केटमा, अनि कुरो गाह्रो बनायो। बनाइहाल्यो।
फाइनली हामी चाहिँ मार्केट घुमेर आइसक्यौँ मार्केट लिनु गएको रक्सी लिनु गएको पैसा नभएर झन्डै अलिअलि पुग्यो नत्र बर्बाद हुन्थ्यो जस हामी आइपुग्यौँ आजलाई यहीँसम्म टुङ्गाउनु पर्ला नेक्स्ट भ्लगमा चाहिँ राम्रो कन्टेन्ट भएको भ्लगहरू आउँछ हेरिदिनु माया गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला बाई बाई टेक केयर गुड नाइट सबैजनालाई बाई बाई